हेलो एन्ड नमस्ते सबैजनालाई। होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज चाहिँ अब दाइ दसैँको लागि नेपाल जाँदै हुनुहुन्छ, त्यसैको लागि हामी सपिङको लागि निस्केका छौँ। अहिले चाहिँ हामी त्यही हो, धेरै दिनपछि भिडियो आइरहेछ। सबैजना सन्चै हुनुहुन्छ होला। यस्तो ठाउँमा आएको छौँ, हेर्नु त। अघि रुमदेखि निस्किँदाखेरि चाहिँ के अरे भिडियो बनाउनै बिर्सेछु के, त्यही भएर अहिले चाहिँ सुरुवात गर्दैछु। होप सबैजना सन्चै हुनुहुन्छ होला। उ त्यहाँ हेर्नु त, केबल कार पनि छ क्या, यस्तो केबल कार पनि छ। अहिले अब यहाँबाट चाहिँ हामी गइरहेछौँ सपिङको लागि। अहिले चाहिँ यति यो केबल कार भएर मात्र झरायो क्या यता चाहिँ। अनि यहाँबाट जान्छौँ, फेरि तपाईँलाई त्यहाँ सपिङको ठाउँमा पुग्यो भने नै देखाउँछु है त। हामी चाहिँ आज आउटलेट जाँदैछौँ कि, त्यो ठाउँलाई चाहिँ आउटलेट भन्छ। त्यहाँ चाहिँ बबाल लाइक नाइकी अनि पोलोको, टमीको अनि सबैहरूको, नर्थ फेसहरूको राम्रो राम्रो ब्रान्डको लुगाहरू पाउँछ त्यहाँ चाहिँ। त्यही भएर लुगा सुजहरू एभ्रिथिङ पाउँछ क्या। त्यही भएर त्यहाँ चाहिँ अब दसैँको लागि सपिङहरू गर्न गइरहेछौँ। हेरौँ के सपिङ गर्छौँ, देखाउँछौँ। ट्रेनको ड्राइभरहरू है। मोनोरेल हेर्नु न कसरी चल्छ, कस्तो छ मोनोरेल चाहिँ। दिस इज मोनोरेल। त्यसमा फेरि ड्राइभर चाहिँ हुन्न क्या, अटो पाइलट हुन्छ ऊ, ड्राइभर चाहिँ हुन्न फेरि त्यसमा। अनि त्यो चाहिँ मोनोरेल हो। मोनोरेलमा चाहिँ ड्राइभर हुन्न क्या, फेरि अटो पाइलट हुन्छ क्या, आफै चल्ने हुन्छ त्यो चाहिँ। क्या बवाल छ कि, सोच्यो भन्दा ऊ त्यहाँ तल हेर्नु न, त्यहाँ फेरि रोड छ क्या। यहाँ माथि मोनोरेल छ, फेरि यता छुट्टै स्टेसन छ, फेरि त्यहाँ माथि छुट्टै छ। सोच्यो भन्दा नि फरक छ कि के भइरहेछ, अचम्म लाग्छ कि कसरी भयो भनेर, होइन? गाह्रो छ। ल फेरि यस्तै भ्यूहरू इन्जोय गर्दै गर्नुहोस्। हामीले यहाँबाट फेरि नोरिखाइ गर्नुपर्छ हुन्छ, ट्रेन चेन्ज गर्नुपर्ने। ट्रेन पनि आइसक्यो, अब हामी यहाँबाट चेन्ज गर्छौँ। फेरि तपाईँ सिनेमेटिक भ्यूलाई इन्जोय गर्नु। हामी अब सिधा उता पुग्यो भने देखाउँछौँ। हामी चाहिँ भर्खर झऱ्यौँ ट्रेनबाट। अब चाहिँ हामी यो सपिङ गर्ने ठाउँमा पुग्यौँ। हेरौँ के छ त्यहाँ यताबाट, होइन? यस्तो छ यता ठाउँ चाहिँ। अब त्यहाँ के छ देखाउँछु है त। बवाल छ यो ठाउँ पनि, तैरे त्यतै हो, बवाल छ ठाउँ। मेरो स्वागतमा मलाई वेलकम गर्न बसिरहेछ।
कपाल यार खुली के हो यसको कपाल झरिरहेछ क्या एचु हेयर ओइल यसको केही ट्रिटमेन्ट होस् है एचु हेयर ओइललाई केही ट्रिटमेन्ट होस् यसको कपाल झरिरहेछ क्या हामी चाहिँ यो ठाउँमा आएको हो क्या यहाँ चाहिँ आउटलेट भन्छ यो ठाउँलाई चाहिँ बब्बाल ठाउँ छ क्या हेर्नु न यति धेरै मान्छेहरू पनि छ यतातिर चाहिँ दिस इज आउटलेट बवाल छ ठाउँ चाहिँ त्यो कुकुर हेर्नु न सब एक्टिभ हो मान्छेहरू छ बवाल छ दाइको उसमा चाहिँ सेगामा चाहिँ पैसा सकेर रहेछ त्यही भएर रिचार्ज गर्दै हुनुहुन्छ दामी छ बब्बाल अनि यो चाहिँ आउटलेट पाएको ऊ त्यहाँ हेर्नु न ऊ त्यहाँ ग्यापको देखिरहेछ सबहरू ब्रान्डहरू देखिरहेछ ऊ त्यहाँ नि लेखा छ आउटलेट पार्क भनेर दिस इज फर सपिङ अनि ऊ त्यो हेर्नु न कस्तो बबाल ठाउँ छ है यता पोलोको किनौँ भनेको पोलोको प्राइस हेर्नु न है तपाईँलाई प्राइस देखाउँछु दाइ यसको यो हाफ ज्याकेटको 25% अफ है यसको प्राइस हेर्नु न 42,000 छ क्या अनि यो टी सर्टको यसको टी सर्टको प्राइस कति छ दाजु यसको हेर्नु न 39,600 प्राइस छ क्या आमा 39,000 26,000को टी सर्ट यार किन भनेको माहौलै छैन यार गल्तीमा गोजीमा त्यति धेरै पैसा छैन फेरि यस्तो वाइल्ड महँगो छ क्या यार आफू त एडिडास लभर भन्नुपर्ने देख्यो क्या लास्टमा के गर्ने होइन एकदमै महँगो छ नि त बट लुगा चाहिँ वाइल्ड बवाल छ क्या क्वालिटी चाहिँ छ बट अलिक प्राइस चाहिँ गाह्रै लाग्यो क्या यार एउटा टी सर्टलाई अनि 39,000 पर्यो भने के गर्नु त कति रे प्यान्टको प्राइस कति रे 33,000 रे प्यान्टको प्राइस द्याट म त गएँ बाहिर है पोलोको चाहिँ लास्ट एक्सपेन्सिभ लाग्यो मेरो छोरीलाई किनिदिउँ कि भनेको यार छोरीको प्राइस पनि सुनेर गाह्रै भयो कति छ यसको 27,000 एउटा टी सर्टको चल्ला भयो अरू देखाउँछु म त भयो पुगे म त किन्दिनँ दाजु पोलोको किनौँ भनेर गएको होइन के भयो त एकछिन त अब भयो रला भन्ने टाइपको लाग्यो कि होइन कि त लग्नुहुन्छ भाउजूलाई घर जाने पैसा सब यसमै जान्छ होइन अब के नर्थ फेसमा जाने हो र दाजु नर्थ फेसको किन्ने हो कि त नर्थ फेसको किनौँ भने नि नर्थ फेसको पनि त्यस्तै छ फेरि ल अब तपाईँलाई फेरि अर्को देखाउँछु है यार म नि किनौँ भनेको ट्याक मलाई यस्तो महँगो छ यार चाहिँ बच्चाहरूको लागि हो क्या खेल्ने ठाउँ टोयहरूको लागि बवाल छ टोयहरू चाहिँ जो बच्चा पाउने छ अब यसो बेबीको प्लानिङ गरिरहेको छ उनीहरूको लागि है हामी त यसमा इन्ट्रेस्टेड छैन बिङ अनेस्ट होइन स्पोर्टमा चाहिँ एडिडासलाई चाहिँ गाह्रै पर्छ क्या अरूले जित्न चाहिँ क्या बवाल छ यार ट्याक टी सर्टहरू पनि है टी सर्टहरू ट्र्याकहरू पनि लास्ट डेन्जर छ क्या अब हेरौँ न त एडिडासको के लाग्छौँ होइन लेट्स सी मैले पनि लगाइरहेको एडिडास नै हो यता नि एडिडास नै बवाल छ लेट्स सी अब के गर्छ हेर्छौँ है एकछिन रेड कलर
कलर जम्छ कि नै मलाई यस्तो बब्बालगी हो दामी हो सबभन्दा दामी नै रेड कलर ल भाइ हान्दै हुन्छ यो चाहिँ हान्दै हुन्छ है ल साँच्ची भने अब ल हात हटाउनु त क्यामेराबाट उठ्या कताको हो सही छ दामी देखाएको छ अँ ल ओके ल यो चाहिँ हान्दैन है ओके ओके गाह्रो छ केटा हौ जापानमा सपिङ गर्न गाह्रो छ मैले पनि अहिले क्याप निस्काइदिएँ कि कस्तो देखाएको छ दामी त्यही त भने कि लास्ट आफूले सोचे भन्दा नि बढी एक्सपेन्सिभ छ क्या है त्यही भएर अलि गाह्रो छ मैले नि अहिले क्याप निस्काइदिइसकेँ कस्तो देखाएको छ आई डोन्ट नो हेरौँ के किन्छु भनेर अहिले चाहिँ अलि हेरिरहेको छु कि के किन्ने भनेर सोचेर आयो होइन बढियाको प्राइस हेरेर चाहिँ आमा ड्याम अहिले टाइम लाग्छ त्यो किन्नको लागि तर दाजु म यसको चाहिँ के अरे मोन्टबेलको सुज चाहिँ किन्छु कि हाइकिङवाला चाहिँ त्यो चाहिँ मलाई वाइल्ड मन परिरहेछ बुट टाइपमा मलाई चाहिँ म त बुट लभर हो नि त मलाई स्निकर्सहरू त्यति खासै मन पर्दैन क्या स्पोर्टहरू बट आई लभ बुट ओन्ली बुट अरू पनि हेरौँ न के छ भनेर यता पछाडि साइडतिर हो कि यतातिर हो हेर्दै जानुहोस् के छ भनेर इन्जोय गर्नुहोस् दिस इज अन्डर आर्मर होइन कस्तो देखेँ यो चाहिँ मेरो फेभरेट हो क्या यार भुडी लागिरहेछ क्या सपिङ गरेर चाहिँ आइसक्यौँ सपिङ पनि भइसक्यो अब चाहिँ यताबाट अनि यताबाट फेरि उता गएर अलि त्यहाँनिर सपिङ गर्नुपर्ने छ बवाल किनेको छ लुगाहरू चाहिँ कुनै दिन लगायो भने देखाउँला होइन दाजु हो कि होइन बवाल छ अनि त्यहाँ चाहिँ एउटा साथी पनि बनिसक्यो बवाल छ तर त्यहाँ चाहिँ अब यहाँ चाहिँ दाजु यो स्टेसनको म एकछिन बनाइहालौँ है अब यहाँ आउने जाने भइरहेको छ कि ल अब यहाँबाट निस्किनु लाग्यो त्यही हो त्यो चाहिँ रोबोट हो क्या आफै हिँड्छ ऊ मान्छे देख्यो भने आफै रोकिन्छ है त्यस्तरी हिँड्छ ऊ अगाडि मान्छे आउनुपर्छ आफै रोकिन्छ क्या त्यो चाहिँ द्याट इज रोबोट के रोबोटले सर्भिस गरिरहेछ अहिले चाहिँ हामी सपिङ गरेर यता सिन्जुको पुगिसकेका छौँ अब चाहिँ रुम जान्छु अनि अरू कुरा त आजको लागि यति नै हो अब बाँकी कुराहरू अलि थोरै सपिङ गर्नु छ त्यहाँ चाहिँ त्यो गरेर चाहिँ सघाउँछ मैले चाहिँ सिन्जुको स्टेसनमा हो अनि आजको लागि यति नै डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल फेरि पनि यस्तै अर्को भिडियोमा भेट्नेछु भन्ने बाचा गर्दै अहिलेको लागि छुट्टिन्छौँ हस्त नमस्ते बाई बाई टेक केयर सबैजनालाई डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब अगेन